सबैजनालाई नमस्कार। लोकसेवा साथी युट्युब च्यानलमा सबैजनालाई स्वागत गर्न चाहन्छु। आज सङ्घीय लोकसेवा आयोग अन्तर्गत सङ्घीय खरिदार पदको प्रथम पत्रको जीके अन्तर्गतका क्वेसनहरू लिएर आएको छु। क्वेसन नम्बर 1 बाट सुरु गरौँ। क्वेसन नम्बर 1 मा सोधेको छ दिगो विकासका 17 वटा लक्ष्यहरूमध्ये लक्ष्य नम्बर 5 केसँग सम्बन्धित छ भनेर सोधेको छ। लक्ष्य नम्बर 5 भन्यो भने जेन्डर इक्वेलिटीसँग सम्बन्धित छ। अप्सन नम्बर ए इज करेक्ट एन्सर। क्वेसन नम्बर 2 मा सोधेको छ तल दिएका भनाइ सही वा गलत के छन् छुट्याउनुहोस् भनेर सोधेको छ। डिबिटी खोप भ्यागुते रोग धनुष्टङ्कार र लहरे खोकी विरुद्ध दिइने खोप हो भनेर सोधेको छ। ठिक छ। अप्सन नम्बर 2 मा बीसीजी खोप बच्चा जन्मेको 1 वर्षभित्र दिन्छ भनेको छ। बच्चा जन्मिन बित्तिकैदेखि 1 वर्षभित्र दिनुपर्छ। ठिक छ। पक्षघातबाट बचाउन बच्चालाई पोलियो खोप दिन्छ भन्छ। ठिक छ। अप्सन नम्बर 4 मा बिफर रोग लाइसा भाइरसको कारणले लाग्छ भनेको छ। लिसा भाइरस को कारणले लाग्छ भनेको छ। यो चाहिँ बेठिक छ। अप्सन नम्बर बी इज करेक्ट एन्सर। यसै गरी क्वेसन नम्बर 3 मा जाउँ। कुन भिटामिनको कमीले गर्दा मानिसमा रिकेट्स रोग लाग्दछ भनेर सोधेको छ। रिकेट्स लाग्ने भनेको भिटामिन डी ले हो। अप्सन नम्बर डी इज करेक्ट एन्सर। क्वेसन नम्बर 4 मा सोधेको छ तलको भनाइ अध्ययन गरी विकल्पबाट सही उत्तर छान्नुहोस् भनेर सोधेको छ। बर्ड फ्लू जनावरबाट मानिसमा सर्ने रोग हो। ठिक छ। स्वाइन फ्लू श्वास प्रश्वास सम्बन्धी रोग हो। ठिक छ। बर्ड फ्लू सर्वप्रथम कम्बोडियामा देखा परेको थियो भनेर भनेको छ। यो चाहिँ बेठिक। अप्सन नम्बर सी इज करेक्ट एन्सर। क्वेसन नम्बर 5 मा जाउँ। क्वेसन नम्बर 5 मा सोधेको छ तलको मध्ये कुन चाहिँ सार्क सङ्गठनका उद्देश्यहरू हुन् भनेर सोधेको छ। अप्सन नम्बर 1 मा आर्थिक वृद्धि प्रवर्धन, अप्सन नम्बर 2 मा सांस्कृतिक सहयोग अभिवृद्धि, यो दुवै हुन्। आतंकवाद विरुद्ध सैन्य सहयोग, यो चाहिँ होइन। अप्सन नम्बर 3 चाहिँ गलत छ। त्यसैले अप्सन नम्बर ए इज राइट एन्सर। दुईवटा आई र आइआई चाहिँ उद्देश्य हुन्। क्वेसन नम्बर 6 मा नेपालले हालसम्म कतिवटा टी20 विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ भनेर सोधेको छ। अप्सन नम्बर बी इज करेक्ट एन्सर, 3वटा। क्वेसन नम्बर 7 मा जाउँ। क्वेसन नम्बर 7 मा सोधेको छ विश्व प्रख्यात अथवा विख्यात दार्शनिक सोक्रेट्सको जन्म कुन देशमा भएको हो भनेर सोधेको छ। अप्सन नम्बर डी इज करेक्ट एन्सर, ग्रिसमा भएको हो। क्वेसन नम्बर 8 मा जाउँ। युरोपियन युनियनका सम्बन्धमा दिएका मध्ये कुन भनाइ सत्य होइन भनेर सोधेको छ। एमा राजधानी बेल्जियममा रहेको छ भनेर भनेको छ। हो। ठिक छ। 31 राष्ट्र सदस्य छन् भनेर सोधेको छ। यो चाहिँ ठिक होइन। 27 वटा राष्ट्र छन् अहिले। अप्सन नम्बर बी इज करेक्ट एन्सर। क्वेसन नम्बर 9 मा जाउँ। क्वेसन नम्बर 9 मा छ तल दिएका मध्ये जनसङ्ख्याको आधारमा ठुलोदेखि सानो सार्क राष्ट्र कुन सही छ भनेर सोधेको छ। दिएको अप्सन मध्ये अप्सन नम्बर बी इज करेक्ट एन्सर। पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र नेपाल रहेको छ। क्वेसन नम्बर 10 मा जाउँ। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानको स्थापना कहिले भएको हो भनेर सोधेको छ। यो सजिलो छ। अप्सनबाट जाँदाखेरि अप्सन नम्बर ए हो करेक्ट एन्सर चाहिँ। पढ्न पनि सजिलो छ। 9 त्यसपछि 6 7 अगस्त भनेको 8 हो। 8 8 9 6 7 6 7 8 8 भनेर पढ्नु होला, सजिलो छ। 1967 अगस्त 8 मा भएको हो। क्वेसन नम्बर 11 मा जाउँ। क्वेसन नम्बर 11 मा भनेको छ विश्वका पर्वत श्रृङ्खलाहरूको सम्बन्धमा जोडा मिलाई सही उत्तर दिनुहोस् भनेर भनेको छ। विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो भनेर सोधेको छ। यो अप्सन तल एन्सर लेखेको थिएँ, योमा नजानु होला, यो गलत छ। मैले यसलाई काटिदिएँ। विश्वको सबैभन्दा लामो पर्वतमाला एन्डिज हो। अफ्रिका महादेशको सर्वोच्च शिखर माउन्ट किलिमन्जरो हो। मनासलु हिमालको उचाइ 8163 मिटर नै हो।
कञ्चनजङ्घा हिमालको उचाइ 8586 मिटर उचाइ रहेको छ। क्वेसन नम्बर 12 मा जाउँ। क्वेसन नम्बर 12 मा नेपालको प्रमाणिक समयअनुसार नेपालको बिहान 9:15 बज्दा सार्क राष्ट्रहरूमा हुने समय फरकका आधारमा तलको मध्ये कुन कुन समय सही हुन्छ भनेर सोधेको छ। बिहान 9:15 बज्दा श्रीलङ्कामा बिहान 9 बज्छ। अप्सन नम्बर आई मात्र सही छ भनेर भनेको छ। क्वेसन नम्बर 13 मा जाउँ। क्षेत्रफल तथा जनसङ्ख्याको हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठुलो राष्ट्र कुन हो भनेर सोधेको छ। क्षेत्रफल र जनसङ्ख्याको दुवैका हिसाबले चाहिँ ब्राजिल सबैभन्दा ठुलो हो। अप्सन नम्बर डी इज करेक्ट एन्सर। क्वेसन नम्बर 14 मा जाउँ। द्वितीय विश्वयुद्धको समयमा एक्सिस पावर अन्तर्गत रहेको राष्ट्र इटालीका शासक को थिए भनेर सोधेको छ। इटालीका शासक बेनिटो मुसोलिनी थिए। मुसोलिनी चाहिँ इटालीका शासक थिए भने हिटलर चाहिँ जर्मनीका थिए। अप्सन नम्बर सी इज करेक्ट एन्सर। क्वेसन नम्बर 15 मा जाउँ। क्वेसन नम्बर 15 मा जीवहरूको उत्पत्तिको आधारमा पृथ्वीको भौगोलिक इतिहासलाई इयन, एरा, पिरियड र फोज गरी 4 भागमा बाँडिएको छ, जसमध्ये सबैभन्दा ठुलो भाग कुन हो भनेर सोधेको छ। यसको राइट एन्सर हो अप्सन नम्बर ए इयन हो। एरा भनेको युग हो, पिरियड भनेको काल हो र पोच भनेको छ यो चाहिँ सबैभन्दा सानो भाग हो। त्यसैले क्वेसन नम्बर 16 मा जाउँ। तल दिएको नदीहरू र तिनको उत्पत्ति स्थलहरू बीच जोडा मिलाउनुहोस् भनेर भनेको छ। सानो भेरी धौलागिरी नै हो। सानो भेरी धौलागिरी ठिक छ। बुढी गण्डकी गणेश हिमाल भनेको छ अप्सनमा चाहिँ। खासमा बुढी गण्डकी चाहिँ मनासलु मुकुट हिमाल हो। त्रिशुली गोसाइकुण्ड ठिक छ। मोदी अन्नपूर्ण हिमाल ठिक छ। यो सबै सिरिज नै ठिक छ। 1 को ए, 2 को बी, 3 को सी र 4 को डी। यो अप्सन एन्सर चाहिँ गलत छ। मैले भनेअनुसार जानु होला। क्वेसन नम्बर 17 मा जाउँ। क्वेसन नम्बर 17 मा समूह आई र समूह आई को जोडा मिलाई सही विकल्प रोज्नुहोस् भनेको छ। मकै पर्व सोधेको छ। मकै पर्व 1977 मा भएको हो। लाइब्रेरी पर्व 1987 मै भएको हो। ठिक छ। अलौ पर्व 1904 मा भएको हो। अलौ पर्व। भण्डारखाल पर्व चाहिँ 1903 मा भएको हो। यसैगरी क्वेसन नम्बर 18 मा जाउँ। रङभेद विरुद्धका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भएको भनेर सोधेको छ। यसको राइट एन्सर हो डिसेम्बर 5, 2013 मा भएको। अप्सन नम्बर सी इज करेक्ट एन्सर। क्वेसन नम्बर 19 मा जाउँ। लिच्छवी कालमा गाउँको सानातिना मुद्दा मिलाउने निकायलाई के भनिन्थ्यो भनेर सोधेको छ। लिच्छवी कालमा सानातिना मुद्दा हेर्नेलाई पञ्चाली भनेर भनिन्छ। अप्सन नम्बर बी इज करेक्ट एन्सर। क्वेसन नम्बर 20 मा जाउँ। विक्रम सम्वत 2062-63 को जनआन्दोलन कति दिनसम्म चलेको थियो भनेर सोधेको छ। यो चाहिँ 19 दिने जनआन्दोलन हो। अप्सन नम्बर सी इज करेक्ट एन्सर। यो 2062 चैत 24 गतेबाट सुरु भएर 2063 वैशाख 11 गतेसम्म चलेको थियो। यसैगरी क्वेसन नम्बर 21 मा जाउँ। क्वेसन नम्बर 21 मा सोधेको छ राष्ट्रसङ्घ लिग अफ नेसनको स्थापना कहिले भएको थियो भनेर सोधेको छ। यो चाहिँ सन् 1920 जनवरी 10 मा भएको थियो। अप्सन नम्बर डी इज करेक्ट एन्सर। औद्योगिक क्रान्तिको
क्रममा भएका तलका आविष्कार र आविष्कारक बीच जोडा मिलाउनुहोस् भनेर सोधेको छ। पावरलुम भनेर भनेको छ। पावरलुम चाहिँ एडमन्ड कार्टराइटले नै बनाएका हुन् पावरलुम। स्टिम इन्जिन जेम्स वाटले नै बनाएका हुन्। बापाबाट चल्ने रेल इन्जिन भनेर भनेको छ। बापाबाट चल्ने रेल इन्जिन चाहिँ जर्ज स्टेफेन्सनले बनाएका हुन्। सेफ्टी ल्याम्प चाहिँ ह्याम्फ्री डेभीले बनाएका हुन्। एन्सरमा चाहिँ नजानु होला, मैले माथि लगाइदिएको छु त्यही अनुसार जानु होला। यसैगरी क्वेसन नम्बर 23 मा जाउँ। क्वेसन नम्बर 23 मा सोधेको छ दिएका मध्ये कुन हक नेपालको संविधानको भाग 3 मा उल्लेख गरिएका मौलिक हकहरू अन्तर्गत पर्दैनन् भनेर सोधेको छ। स्वच्छ वातावरणको हक पर्छ, खाद्य सम्बन्धी हक पर्छ, समावेशिताको हक पर्दैन। अप्सन नम्बर सी इज करेक्ट एन्सर। क्वेसन नम्बर 24 मा जाउँ। जोडा मिलाउनुहोस् भनेको छ। क्वेसन नम्बर 24 मा जोडा मिलाउनुहोस्। बसन्त पञ्चमी भनेर भनेको छ। बसन्त पञ्चमी सरस्वती, ठिक छ। वैदेही भनेर सीता, ठिक छ। एरावती हात्ती भनेर इन्द्र, गणेश भनेको मुसो, यो वाहन सोधेको छ। यो एन्सरमा नजाउँ, माथि मैले जोडा मिलाइदिए अनुसार जानु होला। यसैगरी क्वेसन नम्बर 25 मा जाउँ। क्वेसन नम्बर 25 मा 16औं आवधिक योजनाको अन्त्यसम्म नेपालको प्रति व्यक्ति आय कति अमेरिकन डलर पुर्याउने लक्ष्य राखिएको छ भनेर सोधेको छ। यो 2351 हो, 2351। अप्सन नम्बर सी इज करेक्ट एन्सर। आर्थिक सर्वेक्षण 2081-82 अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुल्ला गरिएको मुलुकको सङ्ख्या कति रहेको छ भनेर सोधेको छ। 111। अप्सन नम्बर बी इज करेक्ट एन्सर। क्वेसन नम्बर 27 मा जाउँ। क्वेसन नम्बर 27 मा सोधेको छ नेपालको संविधानको सम्बन्धमा दिएका मध्येबाट ठिक उत्तर छान्नुहोस् भनेर सोधेको छ। नेपालको संविधानमा 31 वटा मौलिक हकहरू रहेका छन्, ठिक छ। नेपालको संविधानमा 9 वटा अनुसूची रहेका छन्, ठिक छ। नेपालको संविधानको धारा 48 मा नागरिकका 4 वटा कर्तव्य हुने प्रावधान रहेको छ भनेर, ठिक छ। यो सबै तीनैवटै ठिक छ। अप्सन नम्बर सी इज करेक्ट एन्सर। तल दिएको समूह ए र समूह बी बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् भनेर सोधेको छ। भवानी बिच्छु गुणकेशरी भनेर भनेको छ, ठिक छ। सिद्धिचरण श्रेष्ठ उर्वशी, माधव घिमिरे नवमञ्जरी, मोतीराम भट्ट गजेन्द्र मोक्ष, ठिक छ। यसैगरी क्वेसन नम्बर 29 मा जाउँ। क्वेसन नम्बर 29 मा छ अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ भनेर सोधेको छ। अन्तर्राष्ट्रिय योग दिवस जुन 21 मा मनाइन्छ। अप्सन नम्बर सी इज करेक्ट एन्सर। नेपाल क्वेसन नम्बर 30 मा नेपालले विश्व स्वास्थ्य सङ्गठन WHO को सदस्य कहिले लिएको हो भनेर सोधेको छ। अप्सन नम्बर सी इज करेक्ट एन्सर। 1953 सेप्टेम्बर 2 मा लगेको हो। यसैगरी आजलाई 30 वटा क्वेसन सङ्घीय लोकसेवा आयोग अन्तर्गत खरिदार पदको जीके अन्तर्गत क्वेसनहरू लिएर आएको थिएँ। 30 वटा क्वेसन कस्तो लाग्यो हजुरलाई फिडब्याक दिनु होला। फिडब्याकका लागि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। अनि कुनै सुझाव भए पनि कमेन्ट गर्नु होला। अनि लोकसेवा साथी च्यानललाई चाहिँ लाइक, सब्स्क्राइब र सेयर गरिदिनु होला। धन्यवाद।